गाइज आज हामी चिकन मोमो बनाएर खाँदैछौँ। यहाँनिर यो चिकन मैले ल्याइसकेको छु। आज हामी चिकन मोमो खानेछौँ। सबै रेसिपी म तयार बनाउनु छ, तपाईँलाई देखाउँछु है त। वेट गर्नु। यो मासु निकालेर हड्डी छुट्याउनु पर्यो है गाइज। सुरुमा चिसो रहेछ निकै। ओहो फाइनली अब यो मासु पनि यता आएको छ, हड्डी पनि यता छ है। जम्मा यति आयो। यतिको अब कति होला मोमो, यति आएको छ है। किमा लगभग रेडी भएको छ। अब यो किमामा हामीले किमालाई यता सार्छौँ है। यसमा राख्छौँ। किमा इज रेडी है। यति जति भएपछि किमा रेडी भएको छ। अब अरू थप परिकार किमा तयारपछि हामी यो प्याजलाई काटेर हाल्छौँ है। यसरी मसिनो बनाएर हाल्नुपर्ने हुन्छ है। यसरी मसिनो गरी काट्ने, अझै यसलाई पनि अझै मसिनो बनाउनु पर्ने हुन्छ। प्याज यसरी मसिनो हुने गरी काट्नुहोस् है। है काटेको प्याज अलिकति नपुग्ला जस्तो भएर मैले यो काटेँ। सकभर तपाईँले रातो प्याज काट्नुहोस् है। यति राखेको छु। यसमा त्यो थप गर्छु। यसरी बन्दा पनि मसिनो गरी काट्नुहोस् है। यो बन्दालाई नि बिसाउनुहोस्। यसरी मासुको किमा अनि प्याज, त्यसपछि बन्दा। अब म अदुवा लसुनको पेस्ट हाल्छु। अदुवा, धनियाँ र जिरा, त्यसपछि लसुनको पेस्ट समेत मिलाएर मैले यहाँ राखिसकेको छु। अब चाहिँ अरू मसलाहरू राख्दैछु म यहाँ। अब यसमा अलिकति मिट मसला, यति जति भयो भने हुन्छ। मिट मसला, थोरै गरम मसला पनि हालौँ है। थोरै ब्ल्याक पेपर, स्वादअनुसारको नुन, थोरै बेसार है। मेन त अब मोमो मसला है। यति भए हुन्छ, तर नपुग्न पनि सक्छ। पुगेन जस्तो भयो भने अहिले अब फेरि हालौँला। थोरै खुर्सानीको धुलो, पिरो हुनुपर्छ। थोरै तपाईँहरूको स्वादअनुसार अजिनामोटो हाल्न सक्नुहुन्छ। अब यो हाल्दा पनि हुन्छ, नहाल्दा पनि हुन्छ है। तर यसले चाहिँ टेस्टी बनाउँछ स्वाद। त्यही भएर तपाईँको स्वादअनुसार हाल्नुहोस्। तोरीको तेल छ भने तोरीको तेल हाल्नुहोस् है। तोरीको तेलमा अब मैले टक्क यो अदुवा फुराउँछु, त्यसपछि झ्याप्प झान्छु। तेल तात्तिसकेको छ। अब हामी यसलाई हाल्छौँ। त्यो झाइँ आउँछ यतातिर, हालौँ त। ओके, छिटो हाल्नु छिटो। हल्ला अब यसरी। अब यसलाई यसरी झैँ अब यति झालिसकेपछि यसलाई मजाले मोल्नुहोस् है। आहा, मस्त बास्ना आएको छ है। यसरी हेर्नुहोस् त, सबैतिर मोलिने गरेर सबैतिर है। यसरी मोल्नुहोस्। अब किमादेखि है यो अघि हामीले राखेको सबै चाहिँ मजाले मिक्स होस्, त्यसरी चाहिँ मोल्नुहोस्। खाली खालमै हामीले चाहिँ आज चिकन मोमो खाइने भयो नि त।
पहिलोचोटि बनाउँदैछौँ हामीले कोरियामा। मेरो कोरियाकै बसाइ 9 वर्ष भइसक्यो है। पहिलोचोटि मैले चाहिँ चिकन मोमो बनाउँदैछु। नेपाल हुँदा त गजब बनाइएको थियो आफ्नो रुममा, रेस्टुरेन्टतिर होइन, होटलतिर, तर आफ्नै रुममा बनाएर खाएको यो पहिलो रेकर्ड है। अब कतिको मिठो हुन्छ अब खाने बेलामा चाहिँ म तपाईँलाई अहिले अझै जानकारी गराउनेछु। हेर्नुहोस् त यो मङमङ मङमङ बास्ना पनि आएको छ। त्यसपछि यो मोमो पनि कस्तो राम्रो देखिएको छ कि किमा पनि हेर्नुहोस् है। अब यो ट्याक्क अहिले चाहिँ मोलेर राख्ने। एकछिनमा अहिले यसरी ऱ्यापिङ गरेर केही समय फ्रिजमा राखिदिनुहोस्। यसरी तपाईँहरू पिठो मिच्नुहोस् है। पिठो गाइस पिठो पनि मिचेर सकिएको छ। अब एकछिन यो पिठोलाई चाहिँ पाक्न दिनुपर्छ। त्यसपछि चाहिँ पाकिसकेपछि आधा 1 घन्टा राखेर त्यसपछि मोमोको डल्ला बनाउनुपर्छ है त। अब मैले यहाँनिर बेलिरहेको छु है। यसरी यो सानो सानो डल्ला बनाएर किमा यहाँ छ। यसरी राखिसकेपछि आधा त बनाइसकेको छु। तपाईँहरूलाई चाहिँ बनाउँदै देखाएको। यसरी सानो सानो डल्ला बनाउने। यसरी चिकन मोमो खासमा यस्तो प्रकारको हुन्छ। यो चाहिँ अब धेरै नअटाउने यो सानो भाँडामा भएको हुनाले चाहिँ यसरी अब यो पाक्नलाई रेडी भइसकेको छ। लगेर पकाउने हो अब है। यस्तो चाहिँ ल यो लगेर पकाउँदै गरौँ। अर्को एक पकाइसकियो है 2 प्लेट मोमो। अर्को 2 प्लेट कतिवटा छ 2 4 6 8 10 12 कति छ हौ गन त 26वटा मोमो चाहिँ यहाँ छ। अब यो चाहिँ भोलिलाई ल गाइज यसरी मोमो पाकिसकेको छ है। अब तातो मोमो मजाले फुलिएको छ है। झ्याप्प पारेर खानुपर्छ है त गाइज। ल गाइज फाइनल्ली मोमो तयार भयो। यसरी हामीले चाहिँ 2टा प्लेटमा टक्क है। एउटामा चटनी, एउटामा चाहिँ सुप है, विथ सुप हो। सुप अलिक ठुलो भए हुनाले देखिएन है। ल दामी छ। अब टक्क खानुपर्छ। स्वाद कस्तो छ भन्ने कुरा एकछिनमा है त। अब टक्क चोपेर है चटनीमा कस्तो छ त ट्राई गरेँ है मैले है। साह्रै मिठो। अब यसमा टक्क सुप होटेलमा खाएको पनि त राम्रो। ल दामी। ल तपाईँहरू पनि यसरी मोमो खानु चाहनुहुन्छ भने चाहिँ खानुहोस् है। घरमै साह्रै मिठो मोमो हुँदो रहेछ। ल